उसलाई नराम्रो शब्द बोल्न हुन्न भनेर त्यो जुन व्यक्ति त्यो धर्ममा लीन भएको छैन भने त्यसलाई त्यो आउन सक्दैन। तथा नाम बोल्छ आत्मा दुखाउनु र एउटा पिस्तोलले हान्नुमा त्यो गोलीहरू निक्लिन्छ तर दिलमा टुटेपछि निक्लन दुःख हुन्छ। त्यसैले हामी धार्मिक क्षेत्रमा लागिसकेका मान्छेले नराम्रो सभ्य सचेतना हामीमा जाग्नुपर्छ। धर्म नै हाम्रो ठुलो पुण्य सम्पत्ति हो। हामी जहाँ गए पनि आफ्नो धर्म हामीले बोल्न हुँदैन। सबैस्त छोडपत्र हुन्छ। जन्मदिने आमा बुवा र सन्तान जन्माएका सन्तान र धर्मसँग छोडपत्र गर्न हामीले सक्दैनौँ किनकि हामीलाई त्यो संस्कार हामीले पाएका छौँ। जन्मेदेखि जुन माइत घर जुन कर्म घरमा त्यही अनुसारको हामी लिएर अहिलेसम्म बसेकै छौँ। हाम्रो मस्तिष्कमा अहिले पनि तिनी छापहरू छन्। नारीहरू एक घरको मात्रै नभएर दुई घरको तनि संस्कार लिएर आएकी नारी हुन्छे। जन्म घरको संस्कार पनि उसको हातमा छ भने कर्म घरको संस्कार पनि उसको हातमा हुन्छ। त्यसैले नारीमा धर्म र कर्म राम्रो नीति नियम भएन भने आफ्नै सन्तानहरू पनि भरि बिग्रिन्छन्। त्यसैले हामीले संस्कार सिकाउने भनेको आमा नै गुरु हो, अरू गुरु होइन। संसारमा अरू जतिसुकै अहिलेका नयाँ गुरुहरू आउनुभएको होला, धेरै 1008 गुरु आउनुभएको होला, तर उहाँहरू भन्दा हामी धेरै ठुला माथिका गुरु भनेको जन्मदिने आमा हो। त्यसैले हामीले आफ्नो शिक्षा हामी शिक्षक बनेर सन्तानलाई सिकाउँदै गइयो भने त्यो घरमा सुन्दर र हराभरा धार्मिक क्षेत्रबाट नि बन्यो भने त्यही धन दौलत हुन्छ, त्यही शान्ति हुन्छ, त्यही सबैको माया र प्रेरणा पाइन्छ।